यो उखरमाउलो गर्मी मौसममा शीतलता महसुस गर्नुका साथमा प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन गर्दै स्थानीय स्वादमा रमाउँदै आनन्द उठाउनका लागि चितवनको उपरदाङगढी एवं मायाटार उपयुक्त गन्तव्य हुन सक्छ। भरतपुरको 24 कोठीबाट 20 किलोमिटरको दूरीमा रहेको ग्रामीण क्षेत्र शक्तिखोरबाट 10 किलोमिटर दूरीको उकालो पार गरेपछि चितवनको पुरानो सदरमुकाम उपरदाङगढी सजिलै पुग्न सकिन्छ। गर्मी याममा पनि चिसोपनको अनुभूति गर्न पाइने उपरदाङगढीमा खाना खाजा तथा बस्नका लागि होमस्टे सञ्चालनमा छन्। त्यहाँबाट 2 किलोमिटर अगाडिको यात्रापछि मायाटार सहजै पुग्न सकिन्छ। मायाटारसम्म नै सडक कालोपत्री गरिएको छ। मायाटारको उचाइबाट चारैतिर देखिने मनै लोभ्याउने परिदृश्यले छुट्टै आनन्द प्राप्त गर्न सकिन्छ। चितवन एवं आसपासमा रहनुभएका महानुभावहरू बिहान गएर बेलुका फर्किने गरी वा एक रातको बसाइका लागि सस्तो एवं उपयुक्त स्थानको खोजीमा हुनुहुन्छ भने मायाटारसम्मको यात्रा उपयुक्त गन्तव्य हुन सक्छ।